उनीहरू स्विमिङ पुलमा इन्जोय गरेर हुन्छ। ओहो ल है आयो अब सबै बिताउने भएको छ। केही प्रोजेक्ट आफ्नो दिमागमा बनाएर आउनु भएको छ है त्यहाँबाट। म यहाँलाई के भने अब त्यो प्रधानमन्त्रीज्यूको भ्रमणको सेरोफेरोमा के एक दुई दिन अगाडि भ्रमणको बेला ड्युरिङ भिजिट होइन आफ्टर भिजिट त्यहाँ त कुनै विदेशी अनुहार त देखिनु भएन त्यहाँ त होइन। विदेशी अब हाम्रो पर्यटकीय क्षेत्रको दृश्यावलोकन गर्न आउँदा रमाएर खुसी सेयर गर्न अब त्यो गोरो छाला भएका नागरिकहरू त्यहाँ चाहिँ आउने बित्तिकै अब सन्देहको दायरामा आउने भयो। ओहो ल है आयो अब सबै बिताउने भयो। त्यो पनि हुन्छ होला र खोइ त मैले देख्दा अब हामीसँग पनि धेरै सूचनाहरू हुन्छन्। हेर्नुहोस् है म पूर्व भए तापनि अब यहाँहरूले सम्झिनुहुन्छ मिडियामा, त्यही भएर सूचनाहरू पनि हामीसँग कहिलेकाहीँ त ओभरलोडेडै हुन्छ। हामीले पनि जानकारी लिन्छौँ अलिअलि। खोइ उहाँ त शुद्ध आफ्नो पारिवारिक भ्रमणमै गएको देखियो। धार्मिक यात्रा, बस्ने ठाउँ, खाने ठाउँ, अझ त हामीले त यो त के भन्दा हामी त्यो बेल्टको जनताहरू त हामी त बेनिफिसियल चाहिँ नि अवस्थामा हुन्छौँ। त्यो भने के भन्दाखेरि कोरिडोर उहाँले चाहिँ प्रयोग गर्नुभएको छ। कोरिडोर अहिले पनि त्यो बेल्टको नागरिकसँग र हाम्रो काठमाडौँ राजधानीको लाइफ लाइनसँग चाहिँ नि जोडिन जाँदैछ। त्यसले ठुलो व्यापारको सम्भावना, पर्यटनको सम्भावना चाहिँ नि बोकेको छ। त्यो मार्गले कालीगण्डकी कोरिडोरले उहाँले हेरेर आउनु भएको छ। एउटा कार्यकारी प्रमुख जानु भनेको नितान्त व्यक्तिगत भ्रमणसँग पनि उहाँको पदको त्यहाँ चाहिँ नि विभिन्न दायित्वहरू चाहिँ नि बोकेर आउनु भएको छ। उहाँ हेर्नु होला यो भ्रमणले खालि भ्रमण धार्मिक रूपले मात्रै होइन रहेछ। यो चाहिँ नि केही कुराहरू पिएमले सोचेर पनि आउनु भएको छ। केही प्रोजेक्ट आफ्नो दिमागमा बनाएर आउनु भएको छ है त्यहाँबाट फर्केपछि भन्ने कुरा सम्भवतः आउला। हेर्नुहोस् त्यसले गर्दा अब त छैन भनेपछि यहाँको मलाई त त्यस्तो लाग्दैन, केही पनि लाग्दैन। खै त अब प्रधानमन्त्री उत्तरदायी हुनुपर्छ कि पर्दैन यो विषयमा यदि त्यो प्रश्न उठेको खण्डमा? होइन त्यस्तो गतिविधि भएन हो त, मलाई त त्यस्तो लाग्दैन। अहिले जनता अहिले भन्नुहोस् न मिडिया यति सक्रिय छ, तपाईँहरूले खोजी ल्याउनुहुन्छ। अहिले भन्नुहोस् न तपाईँको मिडियामा बोल्ने जानकारहरू पनि यति सक्रिय हुनुहुन्छ। उहाँहरूले पनि त ल्याउनु होला नि, यदि त्यस्तो हो भने त ल्याउनु होला नि। मलाई है जहाँसम्म लाग्छ एज फार एज आई नो, जहाँसम्म मलाई लाग्छ मैले त्यस्तो केही कैफियत चाहिँ नि देख्दिनँ। नितान्त भ्रमण हो, त्यसलाई सुरक्षाकर्मीले निगरानीमा राख्यो होइन। भ्रमण आफ्नो उहाँको निजी भ्रमण भए तापनि होइन। अब अमेरिकी राष्ट्रपति हेर्नुहोस्, अन्य देशका राष्ट्रपति हेर्नुहोस् त, उनीहरू स्विमिङ पुलमा इन्जोय गरेर हुन्छन्, गल्फ खेलिरह हुन्छन्। नितान्त निजी जीवन पनि त व्यतीत गर्न चाहिँ नि पाउँछ नि, पाउँदैन र? त्यो गरिराख्नु भएको छ। अब अरूलाई त्यहाँ विदेशतिर चासै छैन, अब हामीलाई चाहियो। तपाईँले 5 वर्ष अगाडि के गर्नुभएको छ, कोट्टाई सबै चाहियो हामीलाई। किन फुर्सदिला छौँ हामी, आफ्नो व्यापार भन्दा पनि हामी अरूको व्यापारमाथि बढी निगरानी राख्छौँ, हस्तक्षेप गर्न खोज्छौँ, रुचि राख्छौँ। त्यो हाम्रो यो अस्वाभाविक हेबिटले गर्दा पनि हामीलाई कता चाहिँ नि यो अवनतिको मार्गतिर धकेलिरहेको त होइन भन्ने सन्देह पनि कता जाग्छ कि। हेर्नुहोस् अरू हजुर हामी निहाल्ने हो भने चाहिँ जस्तो प्रधानमन्त्री जानुभयो, हजुरले निजी भ्रमण पनि भन्नुभयो त्यसलाई होइन। फेरि हजुरले के पनि भन्नुभयो, त्यहाँ गएर विभिन्न प्रोजेक्टहरू हेरेर त्यही हिसाबको नीति नियम निर्माण गर्न सक्छन् भनेर भन्नुभयो होइन। अब निजी भ्रमण भए पनि त्यसको प्रधानमन्त्री भएको आधारमा जनताले थाहा पाउनु पर्छ या पर्दैन, या कामकै लागि गए पनि प्रधानमन्त्री छुट्टी लिएर गएको भन्ने कुरा पनि जनताले थाहा पाउनु पर्छ कि पर्दैन? सचिवालयले यो विषयमा किन जानकारी नदिएको होला के लाग्छ? अब हेर्नुहोस्, म प्रधानमन्त्री कार्यालयको पदाधिकारी कर्मचारी पनि नभएको हुँदा होइन मलाई त सबै कुरो थाहा हुन्न होइन। खालि एउटा मलाई के थाहा छ भने विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन मैले पनि पढेको छु, धेरै पढेको छु। र व्यवहारमा त 29 वर्षै मैले बिताइदिएँ, 29 वर्ष केही महिना मैले बिताइदिएँ होइन। किन भ्रमण कस्ता हुन्छन्, त्यो भ्रमणको बेलामा चाहिँ नि विशिष्ट महानुभावको भ्रमणको सुरक्षा व्यवस्थापन कसरी गर्ने, खालि सुरक्षा मात्रै आउन्न। हेर्नुहोस् उहाँको परिवारको सदस्य, उहाँका बिलोङ्गिङ्सहरू को गएको छ, उनीहरूलाई कसरी कुन तहको सुरक्षा दिने भन्ने कुराहरू सबै नेपाल सरकारका तत्त निकायहरूले व्यवस्थापन गर्छन्। हेर्नुहोस् तपाईँले सोधेको प्रश्न मलाई ठिक लाग्छ, तर के हुन्छ भन्दाखेरि प्रधानमन्त्रीज्यू मैले भने नि पद त सिंहदरबारमा राखेर त जानुभएको छैन। विदेय भए तापनि, निजी भ्रमण भए तापनि उहाँसँगै छ पद त।
आखिर उहाँको नाम होइन बालेन शाह आखिर देशको प्रधानमन्त्री नै हो, निजी भ्रमणमा गए तापनि होइन उहाँले उहाँको चाहिँ नि चिन्ता र चासो त चाहिँ नि होला नि त। म अहिले नयाँ छु, मबाट धेरै अपेक्षा गरेका छन् जनताहरूले पनि होइन। म यो बेल्ट त्यसै पनि पर्यटकीय सम्भावना बोकेको बेल्ट हो यो होइन। पर्यटकीय सम्भावना अपार सम्भावना बोकेको यो क्षेत्र हो होइन। यसले जिडिपीलाई पनि धेरै हेल्प गर्छ होइन। जीवन स्तर, जनताको जीवन स्तर उकास्न पनि यो बेल्टका धेरै सम्भावनाहरू छन्। ती सम्भावनाहरूलाई पनि कसरी बाहिर ल्याउन सकिन्छ भन्ने कुरा उहाँले एउटा आउँदै जाँदै पनि, किन उहाँले त्यहाँका लोकल पिपुलहरूसँग पनि त संवाद त गर्नुभयो होला नि त। मौन व्रत बसेर त आउनु भएन पक्कै पनि। त्यो त उहाँहरूको चाहिँ नि के अरे जिम्मेवारी त उहाँहरूले मलाई लाग्छ राम्रैसँग चाहिँ वहन गर्नु होला। त्यहाँको त्यो भ्रमणको आउटपुट अब आउला सम्भवतः हेरौँ। अरू केही छ? थोरै एउटा क्वेसन सर। हजुर, अघि यहाँले बोल्दै थोरै निकाल्नु भयो दिइसक्नुभयो। जुन अहिले पछिल्लो समयमा जुन यो गरिमा चौधरीको विषयलाई लिएर धेरै अहिले सडकमा होस् अथवा विभिन्न ठाउँमा चिया पसलमा अथवा बिके व्यक्तिदेखि लिएर तल्लो लेभलको व्यक्तिहरूले पनि यो चाहिँ कानुन चाहिँ मृत्युदण्ड कानुन हुनुपर्छ, फाँसी दिने कानुन हुनुपर्छ भनेर चाहिँ उठाइराखेको अवस्था छ होइन। अघि छ्यासै यहाँले कुरो निकाल्नुभयो, त्यति भएर फेरि क्वेसन सोध्नुभयो, सोच्छु भन्नुभयो। र यसलाई चाहिँ अब यो मृत्युदण्ड दिएर के अब सबै यो जति पनि अपराधहरू छ यो निर्मूल होला त? हो, मृत्युदण्ड भन्ने बित्तिकै हामीले के सोच्यौँ भन्दा मृत्युदण्ड दिने बित्तिकै कम हुन्छ है होइन, कम हुन्छ। हो, दुईवटा हेर्नुहोस् है, एउटा मेरिट भन्छु, एउटा डिमेरिट। त्यसपछि म डेटामा आउँला। एउटा के भयो भन्दा जब दिल्लीमा जस्तो अहिले यो के अरे गल्फ कन्ट्रीमा पहिलो देश लेबनान भएको छ जसले कि त्यो मृत्युदण्डको प्रावधान चाहिँ हटायो। मलेसिया पनि त्यो प्रक्रियामा छ अहिले। 2026 देखि मलेसिया पनि त्यो प्रक्रियामा छ। जिम्बाब्वेले पनि हटाइसक्यो। केही देशहरू पाकिस्तान, किर्गिस्तान लगायत केही देशहरूले कुन मुद्दा, अब मुद्दाको पनि वर्गीकरण गर्दैछ। कुन मुद्दामा फाँसी दिने, कुन मुद्दामा अलि लिनियन्ट चाहिँ नि कानुन बनाउने भनेर अहिले ती देशहरूले सोचिरहेछ। अब समस्याको समाधान पक्कै पनि फाँसी हो। 2012 अगाडिको मैले कुरा गरेँ, तपाईँलाई म अब डेटा नै भनिदिन्छु, 1 मिनट पछिमा आउँछु। दुईवटा कुरा, एउटा फाइदा के भयो भन्दाखेरि मृत्युदण्डको सजायको प्रावधान ल्याउने बित्तिकै जनता र अभिभावकमा सुरक्षाको फिलिङ पनि एकदम बढेर आयो र एफआइआर यसरी आयो, मुद्दा दर्ता यसरी भयो कि प्रहरीलाई हम्मे पर्यो मुद्दा दर्ता गर्न, उत्साह भयो। अब चाहिँ नि क्राइम रेट कम हुन्छ भनेर। यतातिर के भयो डिमेरिटमा, अब गुणमा के भयो भन्दाखेरि पहिला बलात्कार गरेर अपराधीहरू हिँड्थे, अब के गर्यो हाम्रो पहिचान चाहिँ नि खुल्छ है। जस्तो यही घटनामा तपाईँले सुन्नुभयो होला, मैले झिनो सुनेको थिएँ। मैले त्यो केटाले के भन्यो, मेरो साथीले पनि हामीले गऱ्यौँ, यो भयो ऊ भयो, त्यसपछि चाहिँ नि अब यसलाई छोड्यो भने हामीलाई चिन्छ है, हाम्रो नाम लिन्छ होइन, नराम्रो कृत्य गरियो तर उसलाई छोड्यो भने चाहिँ नि हामीलाई चिन्छ है भनेर मार्नुपर्छ भनेर मार्यो, हो कि होइन? यो वात्तै बढ्यो, हेर्नु वात्तै बढ्यो। किनभने अब हिजो बलात्कारको घटना मात्रै दर्ता हुन्थ्यो, अब त बलात्कारको सँगसँगै पहिचान खुल्ने भयो भनेर तपाईँको हत्या पनि गरिदियो। अब 2012 भन्दा अगाडि भारतकै कुरा लिऊँ न, हामी धेरै म टाढा जान्न, मलाई अन्य देशको पनि डेटा थाहा छ, तर हाम्रो छिमेकी देशको बारेमा थाहा हुँदा अझ राम्रो हुन्छ। 2012 अगाडि निर्भयाको त्यस्तो काण्ड भइसकेपछि मृत्युदण्डको व्यवस्था नआउँदासम्म तपाईँको के अरे जम्मा 19,000 भन्दा अलि बढी 19,000 समथिङ मुद्दा दर्ता भएको थियो। र 2012मा जब त्यो कानुन आयो, कानुन आइसकेपछि 6 वर्ष यता 40,000 मुद्दा थपियो, 40,000। अनि नाबालकको हकमा, नाबालिकाको हकमा 2012सम्म कानुन बन्नुभन्दा अगाडि 8,500 समथिङ मुद्दा दर्ता भएको थियो। त्यसपछि तपाईँको करिब 19,000 मुद्दा दर्ता भयो। अब भन्नुहोस् तपाईँ प्रतिशतमा तपाईँले जोड्नुहोस् र 8 र 19 करिब 20 हो। घट्यो त छैन। त्यसले गर्दा मुद्दा घट्नुमा, क्राइम कम गर्नुमा कानुन मात्रै
सर्वोपरि होइन, यो मात्र एउटा अस्त्र होइन। मैले अघि भने अब टाइमको पनि अलि के अरे कमी छ, त्यसले गर्दा फेरि तपाईँहरूसँग बसेर छलफल गरौँला। विभिन्न सामाजिक परिवेश, हाम्रो विद्यमान केही कानुन जसलाई रिभिजिट गर्नुपर्छ, हाम्रा पाठ्यक्रमहरू, शिक्षाको क्षेत्रमा काम सुधार गर्नुपर्ने क्षेत्रहरू व्यापक छन्। हेर्नुहोस्, नागरिक कतिको जिम्मेदार छ। सूचनामाथिको पहुँच अहिले महत्त्वपूर्ण अस्त्र हो, अस्त्र के हतियार हो। नयाँ मान्छे आयो टोलमा, सुरक्षाकर्मी र प्रशासनको उपस्थिति त दैलोमा त हुन्न नि, त्यो त अनुभूत गर्ने कुरा मात्रै हो। अहिले सीमा रक्षामा एसएसबी आउने बित्तिकै प्रहरी पुग्नुभन्दा के अरे सुरक्षाकर्मी पुग्नुभन्दा पहिला को पुग्छ? नागरिक पुग्छ। त्यहाँको सुस्ताको यहाँहरूलाई थाहा होला, नागरिक पुग्छ। किन भन्दाखेरि उनीहरूलाई आफ्नो भूमिको माया छ। त्यसले नागरिकबाट धेरै कुराहरू आउन सक्छ। नयाँ मान्छे को आयो, को बसिरहेछ, यहाँ कारोबार चाहिँ के भइरहेछ, गतिविधि के छ, कुन व्यक्तिले को माथि निगरानी बढाएको छ, यी कुराहरू सबै हामीले भन्दा पनि हामीले त सूचना डेभलप गर्ने हो, इनपुट लिने हो। तर प्रत्यक्षदर्शी त तपाईँहरू हो नि, तपाईँ हामी हो नि त, समाज गाउँका। त्यसले गर्दा हामी पनि जबसम्म चेतनशील संवेदनशील हुँदैनौँ तबसम्म यो मुद्दा एउटा कानुनी जामा ओढाएर मात्रै कम हुन्छ जस्तो मलाई लाग्दैन। धन्यवाद।